वेलकम ब्याक टु माई न्यू ब्लग है। ठक्क आज चाहिँ हामी मुसिकोट खलङ्गा टु आठ बिस्कुट होइन एकदम गाउँघरको यात्रा होइन आज। ल यता हाम्रो मित्र लप्सन लगायत यता हाम्रो सर हुनुहुन्छ है। टक्क लगाएर अब उहाँहरू हामी एकदम हिँडिरहेको छौँ। मैले बस्दिरहेको गाडीमा। ल सर त एकदम टिकटकतिर लाग्नु भएको छ होइन। ल केही भनिदिनु पऱ्यो, यसो घरतिर जाँदैछौँ आज। अब के गर्नु हो, झारमारे लामो लेकमा जानु लाग्छौँ अनि अग्लो हाटमा के। अनि हामीलाई चाहिँ त्यो अक्सिजनको कमी पर्ला, बट हामी चाहिँ अब बोकेरै हिँडेका छौँ। त्यो चिन्ता गर्नु। ल यताबाट जाओस् न त केही। ल हामी चाहिँ आज ट्याक्क घरतिर भनौँ होइन, झारमा डाँडा हुँदै घरतिर जानु लाग्यो। अनि त्यहाँ चाहिँ हाम्रो बिचमा ट्याक्क झारमा डाँडा पुग्न साथ त्यहाँको दृश्य के छ कस्तो त्यहाँको सिन्सहरू एकदम बबाल आउँछ होइन। त्यहाँको देखाउनेवाला छौँ होइन। अनि त्यहाँ कहिले नआएको मान्छेहरू पनि त्यो देखेर चाहिँ घुम्न जाने मन लाग्छ होइन। त्यहाँको भ्यू देखेपछि एकदम बेस्ट नै छ। तपाईँलाई देखाउँछ म के कस्तो छ। अब त्यो पछि नै अर्को पुरै भिडियोमा देखाउँछु। गाइस टक्क हामी चाहिँ बिचमा क्लिपहरू राख्नेछौँ होइन। हजुर जानु पर्यो। त्यही हो यता अब पढ्नु एकदम हिँड्दै होइन। हजुर पिट्टे लाग्यो होइन। आएको 2010 हो के कसले ल्याइदियो भने हामी सोल्टिनाले दिएको चस्मा हो। ल कस्तो चस्मा त्यति पाउनु भनेर यता केटिएमको चस्मा है टलक एकदम होइन होइन, हाम्रो चाहिँ चस्मा चाहिँ त्यहीँको हो। गाइस टक्क हामी चाहिँ यता झारमारी पुगतिर होइन। ल यस्तो छ हावाले उराउला जस्तो है। यहाँ हुलिया पनि खत्तम बनाइदियो होइन। यस्तो छ अवस्था हाम्रो यता। ल हाम्रो लप्सन सर होइन यता टक्क ल तलदेखि हेरौँ यस्तो छ जिन्दगानी। सिसीमा देखिँदै के अरे यो बादलले गर्दा ट्याक्क छोप्या छ। अनि यहाँ वरिपरिको सिन चाहिँ हेर्न सक्नुहुन्छ। ट्याक्क यो वरिपरि ट्याक्क पुरै डाँडा मात्रै छ क्या। वरिपरि पुरै डाँडै मात्र जोडिया होइन। यहाँदेखि ट्याक्क यसरी हेर्न सक्नुहुन्छ। जाडो छ होइन, यस्तै छ यहाँ चाहिँ बडी भात खान जानु लाग्छौँ। ल गाइस हामी चाहिँ अब माथि होटेलतिर उस्किन लाग्यो होइन। सो देख्न सक्नुहुन्छ यता मिस्टर हाम्रो डायमन्ड एन्ड लप्सन सर अगाडि हिँडिराख्नु भएको छ। म चाहिँ टक्क पछाडि हिँडिरह होइन। ल हाम्रो लप्सन सरबाट जाओस् न त केही एक्सपिरियन्स के भयो, कस्तो लाग्यो अहिले 4 घन्टाको यात्रा कस्तो भयो हाम्रो। बिहानदेखि एकदम ग्यासले गर्दा चाहिँ म यहाँ एकदम खाना खाने पखरमा छु। जता भात पाक्छ त्यतै जहाँ ग्यासले ल है ल हामी चाहिँ एकदम झारमारे डाँडोमा अहिले टक्क हिँडिरह। एकदमै जाडो पनि बढिरहेछ होइन गाइस।
यतातिर मस्त है आगो अवस्था यस्तो छ ल यता हाम्रो सर चाहिँ टक्क भात ह्याप्छ अन्त है ल ल कस्तो छ यहाँको व्यवस्थाबारे केही भनिदिनु पऱ्यो यसो जानकारी दिनु पऱ्यो सन्देशमूलक होस् न यो खाना बनाउनु एकदम राम्रो होइन एकदम सबै ल डाँडोमा चाहिँ यस्तो यस्तो सुविधा रहेको छ होइन आजभोलि मजाले भातसात खाइदिएर होइन अनि कोही यदि घुम्न आउन चाहनुहुन्छ भने यतातिर आउँदा हुन्छ है आजभोलि एकदम सिजन ल यस्तो छ अवस्था आगो टक्क है ढङ्ग्रोमा आगो फुल्यो सबको व्यवस्था हुन्छ यहाँ ट्याक्क घुम्न आउनेहरूको लागि एकदम खाना पस्नु ल मस्त छ खाइराख्नु भएको छ अनि ठ्याक्कै मेरो गाउँ भन्दाखेरि चाहिँ यही पऱ्यो होइन यो ल देख्न सक्नुहुन्छ यस्तो छ अवस्था यार यति टाढाबाट अब क्यामेरा पनि त्यति राम्रो छैन होइन मेरो सो यही हो मेरो गाउँ चाहिँ यता ल घामसाम जान लागेको रहेछ अब यति टाढाबाट म चाहिँ त्यहाँ जानुपर्ने हुन्छ गाडीमा जोस् मस्त छ रोड त्यहाँसम्म पुग्यो हाम्रो सौभाग्यको कुरा चाहिँ